हाई गाइस, अब चाहिँ हामी नारायणघाट घरमादेखि चाहिँ मम्मी आउँछ यहीँ छु अनि त्यही भएर यताकै एउटा भएको रहेछ बनाउनु पर्यो भनेर नारायणघाट भोलि मनकामना पर्सि कता कता घुमिन्छ। खाजा खाँदाखेरि राखेर हाम्रो भाइहरू नारायणघाटको घरमा चाहिँ फ्यामिलीहरू बसेर गफसफ भइरहेको छ। लगेर ल्याएको बिहान एकचोटिमा, अब अर्कोचोटि फेरि खाना खाएर लिएर आउनुपर्छ फेरि। यो मेरो नारायणघाटको घरबाट देखिने दृश्यहरू। आज चाहिँ पानी पर्ला जस्तो भयो, तर म गर्मी भएर यसो आत्तिन्छ भनेर हिजो औँसीमा आउँदाखेरि भनेर तै पानी हिजो पानी पऱ्यो नि, घाम पनि लागेन, आनन्द शीतल काठमाडौँमै जस्तै, काठमाडौँ भन्दा नि अझ शीतल जस्तै नै भइरहेको छ यहाँ त। अहिले त त्यस्तो आत्तिनु पर्ने केही भएको छैन मौसममा, रमाइलो जस्तो जस मौसमै राम्रो भएर अब त्यस्तो आत्तिएकै छैन कि चितवनमा बसेर गऱ्यौँ भनेको नि भएन। नत्र भने त यहाँ चितवनमा एक दुई दिन बस्नु पऱ्यो नि यस्तो आत्तिन्थ्यो। अहिले त शीतल भएर रमाइलो जस्तो भइरहेको छ। लुगा सुकाइरहेको छ सबै तन्दा तुर्नु। चाहिँ हामी नारायणघाट घरबाट मनकामना जान लागिरहेको। आमा यहाँ बसिरहेको छ, भाइ बहिनी आउँदैछ। घरको तालचा सालचा लगाएर कतिखेर आउँछ। रामले झिटी झाम्टो झोला बोकेर आउँदैछ मनकामना कुलदेवता पूजामा जानलाई। बुहारीहरू झन् ढिलो भएको छ। बिहान 7:30 बजी जाने भनेको, अहिलेसम्म चाहिँ को रेडी हुँदा खाँदा के गर्दा 8 बजिसक्यो। गाडी पनि आएको छैन। अमृता बहिनी ल पदमा आयो मनकामना जाने। हामी अब सबै कुलदेवता पूजालाई औँसीमा आएको, अब औँसीको काम सिद्ध्याएर कुलदेवता पूजामा चाहिँ जानु लागिरहेको हामी। यो चाहिँ मेरो आमा बुवाको घर। त म्याजिक त उतै बसिरहेको घरमा चिनेर। हामी चाहिँ मनकामना जानलाई सबैजना रेडी हुँदैछ, निस्किसक्यो लगभग। यही म्याजिकमा जाने हो। आमालाई लिएर जानु छ। आमालाई लिएर जाँदा चाहिँ अरू गाडीमा गएर सक्दैन, म्याजिक रिजर्भ गरेर लानुपर्छ। आमा हिँड्नु सक्नुहुन्न। त्यही हो साथीहरू। अब यसपालिको औँसी चाहिँ माइत पनि आइयो, कुलदेवता पूजा पनि जानु लाग्यो। अब सबै भाइ बहिनीसँग जाँदैछ, रमाइलो नै भयो। त्यति जाडो पनि यसपालि यसै गर्मी पनि भएन। औँसीमा आउँदा जहिले गर्मी भएर चाहिँ आत्तिन्थ्यो, तर यो पालि त पानी परेर शीतल भइरहेको छ, गर्मी पनि भएन। राम्रो छ। फलफुल किन्नु गएको, कता पुग्यो। हामी चाहिँ उनीहरू उतापट्टि गएर चाहिँ हामी यतापट्टि माइतमा चाहिँ यहाँ तलबाट चढेको। कसले बुढी भाइले चाहिँ सिकाउँछ नि भनेको तपाईँले बुढी भयो उति नक्कल पार्नुपर्छ भन्छ क्या। के नक्कल पार्ने लुगा त लाउनै परिहाल्यो होइन, लुगै नलाएर हिँड्ने कुरा नि भयो। तरकारी यति सस्तो तरकारी यहाँ त। किन्नु गइरहेको छ, तरकारी किन्नु गइरहेको छ कि फलफुल तरकारी। मान्छे चाहिँदैन हामीलाई चाहिँदैन। पोखरा बसपारातिर बसेको माया तता आउने भनेर हेरेर बसेको। यहाँ माथि ओ सुजिता माथि बसेर हेरिरहेको छ। कोही भन्दा कोही कमी नहुने भयो, सबैजना खुट्टा दुख्ने। हाम्रो मेरो परिवारहरू आमालाई चाहिँ अगाडि राखेँ।
हामी चाहिँ अब मनोकामनातिर लाग्यो अब आजबाट छतमा सामान राख्नुलाई सामान छतमा राख्यो भने भित्र कति 8 जना हुन्छ होला हैन सुसिताको मम्मी छ कि आमा त अगाडि बस्ने होला नि है तपाईँ त अगाडि बस्ने होला नि आमा अगाडि बस्यो भने छैन तपाईँ अगाडि बस्ने अरू त पछाडि कोचकाच गरे हुन्छ आमा चाहिँ अलि सक्दैन चढ्नु सक्नुहुन्न आमालाई धगाल्यो राम्रो छ फलफुल किन्नु गएको कता पुग्यो हामी चाहिँ उनीहरू उतापट्टि गएको छ हामी यतापट्टि माइतलाई चाहिँ यहाँ तलबाट चढेको कसले बुढी भाइहरूले चाहिँ सिकाउँछ नि अरे क्या तपाईँले बुढी भयो उति जस्तो पाल्नुपर्छ भन्छ क्या के नक्कल बाजे जस्तो एउटा एकजना लुगा त लाउनै परिहाल्यो अनि लुगै नलाएर हिँड्ने कुरा नि भयो तरकारी यति सस्तो तरकारी यहाँ त किन्नु गइरहेको छ तरकारी किन्नु गइरहेको छ कि फलफुल तरकारी मान्छे चाहिँदैन हामीलाई चाहिँदैन सैनारी पहिला यो जङ्गलमा देखेर डराउँथ्यो अहिले त अन्तै गएर बस्यो सालघारीको रामनगरदेखि यताको सालघारी सैनाले डराएको याद भइरहन्छ म यस्तो उताउता नजानु मम्मी भन्दै भनिरहेको सालघारी दुर्गालाई नि भेट्यो है ल सुमनको छोरालाई उसमा मात्रै देखिरहेको थिएँ कि फोटोमा मात्रै देखिरहेको थिएँ के छ बुहारी जानु पर्यो न भाइ टोइलेट लाग्यो भनेर एकछिन रोकिएको काली खोला पुल यहाँ यताबाट मनगाउन जाने यताबाट नारायणघाट जाने त्यो चुकुल पनि छैन छ क्या केबल कार आइपुग्यो झरेर माथि केबल कार नचल्दै आउने भएर त केबल कार चलिसकेर नि पुरानो हुन लागिसक्यो अघिदेखि केबल कार चलिसक्यो बिहान केबल चाचुक्क बस्छ कि हेर्छ कि भयो त भिडियो बनाउन हामी बोल्दैन पनि नबोलेर बसेर अब केबल कारमा झर्ने यहाँ केबल कारमा कस्तो राम्रो फुल फुलेको त ल आइपुग्यो मायामा झर्ने केबल कार आयो अर्को त्यो जाँदै आउँदै आउनुसम्म त माथि छ ल झरौँ अब झरौँ सुषमाहरू अगाडिको केबल कारमा पर्यो यो के अरे बाबु र म एउटामा पर्यो आमाहरू त पछाडि पछाडिमा पर्यो आमाहरू त तिनजना हामी त सबै छुट्टै 8 जना आएको त छुट्टै केबल कारमा छुट्टैमा पर्यो कोही पछाडि कोही अगाडि एउटैमा राख्नै मिलेन बस्नै मिलेन केबल कार दुध माग्न लाग्यो खाली तल जाने त खाली गइरहेको
माथि मात्रै मान्छे रहेछ आज मङ्गलबार भयो नि त्यति मान्छे छैन सके है मधेसीहरूको उयो ग्याङै आहा अब गाडी आइपुगेको छैन विकास यता हेर गुड गर्ल बन्ने थियो यो पनि खाली छ सानो यो पनि खाली सानो विकास मन्दिरमा मान्छे त्यति छैन जस्तो छ है विकास अहिले आइपुगेको छैन होला कि मान्छे विकास मान्छे त्यति आइपुगेको किन र यसमा चाहिँ मान्छे छ त्यसलाई भोक लाग्यो के यसमा चाहिँ मान्छे छ त्यो यसमा चाहिँ बल्ल मान्छे छ मम्मीसँग के छ ल चन्दा हामी एउटैमा आउने भन्दा भन्दा त छुट्टै छुट्टै भयो आमा अर्कैमा सुषमा र माया दादा अर्कैमा सुगम र म अर्कैमा छुट्टै छुट्टै ल आमाको लट्ठी झऱ्यो लट्ठी टिप्दियो आमा त केबल कार रोकेरै झार्नुपर्ने रहेछ केबल कारबाट नि आयो यहीँसम्म यो केबल कार चढेर फेरि गाडी चढेर आयो अब यहाँबाट चाहिँ अलिकति थोरै हिँडेर जानुपर्छ यहाँबाट ऊ त्यहाँ हो घर चाहिँ पैसा के हो पैसा दिएछ यहाँ हिँड्नलाई त्यही गाह्रो भइरहेछ बल्ल बल्ल आउँदैछ नारायणघाटबाट चाहिँ अब यहाँ आएको छ यहाँ चाहिँ हाम्रो घर मनगढा आइपुग्यो मनगढा मान्छे चाहिँ कहाँ गयो सरू त कता हो सरू घर धनी चाहिँ कता भित्र पसेर बसेको छ आमालाई हिँड्नलाई दौडो मेरो जन्मघर चाहिँ यहीँ हो यही आइपुग्यो अस्ति नारायणघाट बाबा के हो कान्छी सन्जय खाना खाए ए भर्खर आइपुग्यो हामी भर्खर आउँदै हो है हामी चाहिँ मनगाउँमा आइपुग्यो अब नारायणघाटदेखि मनगाउँसम्मको भिडियो अब आजलाई चाहिँ यति नै गर्न चाहन्छु अब अर्को आउँदो भिडियो अर्को बनाउँछु मैले चाहिँ टिकटक हेर्नु थाल्नुभयो मङ्गलबार भए पनि मान्छे त्यति छैन छ सामसुममै छ हामी चाहिँ मनगाउन आइरहेको अहिले मनगाउन आइपुग्यो बिहान नारायणघाटबाट हिँडेको नारायणघाटबाट नारायणघाटमा नि घर छ हाम्रो यहाँ पनि घर छ आमा मेरो बाबाको घर अनि यहाँ कान्छा भाइ बस्छ नारायणघाटमा जेठो र माइलो दुईवटा भाइ बस्छ अनि मेरो परिवारको बारेमा चाहिँ भनेको यो टिकटकको बारे टिकटक होइन भ्लगमा भन्दैछु अब यो चाहिँ मेरो माइती घर नारायणघाटको माइती घर मेरो घर चाहिँ काठमाडौँ अनि यहाँ मनगाउन आउने मान्छेहरूले त मनगाउन कस्तो छ रमाइलो छ थाहा छ होला नआउनेहरूले चाहिँ मनगाउन नि रमाइलो ठाउँ छ मन्दिर छ एउटा आस्थाको राम्रो भन्न मन्दिर छ घुम्न आउनु होला भन्दै आजको भिडियो चाहिँ यति नै इन गर्न चाहन्छु।